ल हाम्रो भुइँदानको है बाटो यति राम्रो बनाएको रहेछ होइन अहिले त दामी भएकै बाटो त हेर्नु न ए पुरा घन्टी छ है सब घन्टी छ है यहाँ हेर्नु त घन्टी सट्ट नयाँ स्टाइल गर्नुभएको छ होइन दामी नयाँ स्टाइल भएको छ हाम्रो भाइहरू छन् है यहाँ है फोटो राम्रो भइरहेछ है हजुर हजुर हेर्नु त घन्टी है घन्टी नयाँ नयाँ घन्टी राख्नु भएको छ होइन एकदम राम्रो चलाउनु भएको रहेछ क्या होइन बाटो होइन कति मजाको छ हेर्नु त यो भुइँथान है हाम्रो है यस्तो हरियाली छ हेर्नु त चट्ट हरियाली छ पुरै हरियाली हो हाम्रो यो है सब हरियाली छ होइन पहिलाको चाल चलनहरू होइन सबैले प्रसाद खाने है भयो बाबु मैले खाइसकेँ है बाबु है हजुर हजुर है यो हाम्रो भुइँ खाने है सबै नआइसकेको छ है सबै है यो भुइँ खाने गेट है यो है चौधरा पनि राम्रो बनाएको चौधरा है पहिला थिएन होइन अहिले बनाएको छ चौधरा होइन सब राम्रो छ होइन बाजा नाच्नु है सिस्टम चाहिँ दामी छ है अहिले है राम्रो है सिस्टम है सिस्टम चाहिँ राम्रो छ है अहिले त है सबले भिडियो गरेको छ नि होइन म पनि भिडियो गर्ने विचार त थियो के गर्ने होइन वाउ जसले दान हाल्छ त्यसलाई चाहिँ पुरा चट्ट अब सिधै लादिने अरे होइन पुरा नाच्नु पर्ने कि सिस्टम त राम्रो छ है अहिले भाइ यस्तो राम्रो सिस्टम है सुन्नुहुन्छ ल नानु अहिले चाहिँ है पानीको धारा पनि लिएको थियो चट्ट मिलाएर है अनि पानीको धारा यहाँ छ है पहिला भन्छ कि जान सिस्टम के जान त्यो जाँड कि जाँड है जाँड सिस्टम छ है यहाँ चट्ट जाँड खानुपर्ने है जाँड खाने बस्ने रमाइलो गर्ने यो कुरे बिलो रे यो अब टक्क कुरे बिलो लाउनु पर्ने है हुन्छ पहिला सिस्टम चाहिँ दामी छ क्या हाम्रो रहने दाइ है माथिको है रहने दाइ है खै मैले एक्लै जान खाम त ल कस्तो रहेछ जानिदिनुहोस् न मलाई पनि फर्स्ट क्लास है ल चट्टै एक्लै जानिदिनु त मलाई पनि
मिठो खानुपर्ने भयो झन् यार ल धेरै वर्षपछि खाएको आज झन् थ्याङ्क यू खै त मलाई दिदी ल सेमिना दिनुपर्ने जानु ल दुबे नाच्ने हो जान्छ म है साथी ल वाउ त्यहाँ मिठो जाने कसम यार कस्तो मिठो जग्गा छ यार ल है म जान खाएँ साथी है म कसम यार फेरि बाटोतिर जान्छु है म है अब बाटोमा खतरा नाच्छन् कि साथीहरू फेरि यार बाटोमा खतरा नाच्छन् कि बाजेहरू जान नखाने मान्छे जान खाइयो मजा आएको छ यार कसम यार ल है ल नाचौँ नाचौँ ल रमाइ छ हो ल है दान पनि राख्नु पऱ्यो दान पनि राख्नु पऱ्यो दान पनि दान 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 दानै आएको छ नि यार सबले भिडियो गर्नु साथीहरूले है बाबुले भिडियो गरेर त भिडियो गरेर चिन्ता गरेँ म त जाने लास्टै मिठो छ है कसम यार जाने जान चाहिँ लास्टै मिठो छ है कसम नाख्न त केही नि हुन्न क्या मामा नाख्नुपर्छ अब भुइँ पूजा हो यो होइन नाच्नु चाहिँ नाच्नै पर्छ क्या रमाइलो गर्नुपर्छ क्या अनि ल म जान मामा ल म जान ल हजुर पाहुना त नाच्नुपर्छ कि आउनु भन्छ आउनु न आउनु
अब हामी हेर्यो ल यस्तो मिठो जान्छ है आमा खानु बज जान्छ हौ राम राम आउँदैन अरू पनि आउँदैन अहिले आउँदैन राम नमस्कार लास्टै मिठो छ कि जानु यार पूर्ण गाउँ भुइँ पूजाको जाँड लास्टै मिठो कसम यी सबै सिद्धायो एक गिलासले अघि नै 4 गिलास सिद्धाइसक्यो अहिले फेरि 1 गिलास सिद्धाइदिएँ अब कति पो खाने थाहा छैन है हजुर खायो झन् मिठो रहेछ खाइयो यहाँ साथीले जान खाइन्छन् यहाँ काजीमन ढङ्गाजी वाह ढङ्गाजी यस ल है सबैले खानुपर्छ होइन भुमेको मेलामा होइन जान खानुपर्छ रमाइलो गर्नुपर्छ क्या होइन मामा ल है एकदम बेस्ट गुड खानुपर्छ हाले भेन के जे गरेको नि फेरि हाले नि काले हैन आफुलाई नि हाल्नु पर्यो नि त अनि यहाँ छ त यहाँ ओइला भेन यार ओइला हाल्नु पर्छ अहिले बेलुका अर्को पत्रकार फेरि आएछन् बेलुका चाहिँ लास्टै खानुपर्छ है साथी है बेलुका चाहिँ इन्जोय गर्नुपर्छ क्या मजाले गर्नुपर्छ भान्जाको हेकुला चाहिँ दामी हाल्नु पर्छ खाने हो बेलुका चाहिँ मजाले खानुपर्छ बेलुका चाहिँ है हेकुला चाहिँ पनेर चाहिँ दामी हाल्नु खानुपर्छ वाउ यो वर्षको एकचोटि आउँछ भुइँ पूजा होइन पूर्ण गाउँको रमाइलो गर्नुपर्छ इन्जोय गर्नुपर्छ साथीहरू कसम हो रमाइलो गर्नु म त जान खाएको मजा आयो यार 4 गिलास खायो धेरै त 4 गिलास खायो सिद्धियो के धेरै देख्न त यता फेरि यार हाम्रो दाजुभाइ धेरै भेट्नु न बाजो पनि के बन्द गरे के हो साथीहरूले त यार यतिहरू बाजो बजाउने आयो तर बजाउँदैन एकछिनपछि बजाउँदैन होला होइन अहिले त कहाँ रात परेकै छैन यार साथीहरू आएकै छैन अहिले त रात त चाहिँ बाजो बजाउँदैन त यतातिर रेडी छन् ल है म अहिले एकछिनपछि गर्छु ल भिडियो है अहिले चाहिँ बन्द गर्नु पऱ्यो है अहिले चाहिँ अलि बाजु चाहिँ बजेको छैन होइन बाजु बज्यो भने चाहिँ म गर्छु है तर कस्टमरहरू चाहिँ आउने छ नि आउनु त है आयो भने चाहिँ रमाइलो हुन्छ तर आउँदैछन् है आउनु त पानी आएको छैन मौसम पनि राम्रो भएको छ ल चाहिँ मेरो बुहारी पनि आउनु पर्छ है ल बुहारी नमस्कार मेरो बुहारी पनि आउनु भएको छ
है सबै ल यो मेरो रमा बहिनी पनि रहेछ ल घन्टी बजाउने ठोक्दै आएको छ बहिनी घन्टी है रमा बहिनी पनि आएछ है मेरो बहिनी है रमा बहिनी है ल वाउ मेरो बहिनी हो नि त हो नि त मजा हो नि त भुइँ पूजामा रमाइलो गर्नुपर्छ खानुपर्छ बस्नुपर्छ क्या है ल पर्सा खान जानु त ल सबै पर्सा खान जानु त पर्सा खान जानु त सबै पर्सा खान जानु पर्ने भयो ल है पर्सा त पर्सा खानुपर्छ भुइँ पूजाको है सबले प्रसाद खानु त ल जो जो नयाँ नयाँ आउनुहुन्छ सबले प्रसाद खानु त प्रसाद ल भुइँको प्रसाद खानु पर्यो सबैले सबैले प्रसाद खानु त ल ल टिका ल बाबु पहिला टिका लगाउनुपर्छ टिका लगाउने बल्ल खानुपर्छ प्रसाद है टिपेर खानुपर्छ ल आइ ल है ल है प्रसाद चाहिँ खानुपर्छ सबैले है साली त्यो प्रसाद नखाने ए खानुभयो ल अनि बाजो कता गयो क्या यार बोल्ला हाम्रो बहिनीहरू आएको छ यार प्रसाद त बाजो लानु पर्छ नि कान्छा भयो कान्छा बाले पनि जहाँसम्म भएको छ खानु पर्यो कि थोत्रै खानुपर्छ खानु पर्यो के वर्षमा यति त खानु पर्यो नि अनि ए हो र खै कुनै छैन होला त कुनै हो र छ र हाम्रो बिलक कान्छीको छ भने मेरो छ मेरो छैन कान्छी पनि छैन छैन होला नि त कहाँ हुन्छ अनि कुरामा बसेको छैन अनि त छैन होला आउने बिलक तर चाहिँ बेलुका चाहिँ चट्ट रमाइलो गर्ला छ यहाँ साथीहरूले तर मान्छे चाहिँ आएको छैनन् अब आउँछन् होला सायद है ल म एकछिनपछि गर्छु ल भिडियो है अहिले बाई बाई सी यू नेक्स्ट टाइम है अब बाजु बजाउ भन्नु